नमस्कार। घरेलु मैदानमा भइरहेको अभ्यास खेलमा नेपाल एले स्कटल्यान्डमाथि शानदार जित दर्ता गरेको छ। मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाल एले स्कटल्यान्डलाई 45 रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपाल एले निर्धारित 50 ओभरमा 8 विकेट गुमाउँदै 277 रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो। नेपालका लागि देव खनालले 65 रनको अर्धशतकीय इनिङ खेले भने मोइन यादवले 45 रन जोडे। खेलको अन्त्यमा दीपक प्रसाद डुम्रेले मात्र 7 बलमा विस्फोटक 23 रन जोडेपछि नेपाल बलियो स्थितिमा पुगेको थियो। 278 रनको लक्ष्य पाएको स्कटल्यान्ड 48 ओभर 2 बलमा 232 रनमा समेटियो। स्कटल्यान्डका लागि भने फिन्ले म्याकग्राथले 52 रन बनाएपछि अन्य ब्याटरले नेपाली बलरको सामना गर्न सकेनन्। नेपालका राशिद खानले 3 विकेट लिए भने साहब आलम, युवराज खत्री र बसिर अहमदले समान 2-2 विकेट झारे। यो जितले नेपाली युवा टोलीको मनोबल उच्च बनाएको छ। स्कटल्यान्डको बलिङ आक्रमण विरुद्ध देव खनाल र मोइन यादव जस्ता युवा खेलाडीले गरेको प्रदर्शनले नेपाली ब्याटिङ गइरहेको छ भन्ने बुझाएको छ। सिनियर टिममा रहेका केही खेलाडीहरू फर्ममा नहुँदा ए टिमका खेलाडीहरूको छनौटलाई सकारात्मक दबाब दिएका छन्। लिग 2 का खेलहरूमा पनि नेपालले स्पिन मैत्री पिच बनाएर स्कटल्यान्डलाई दबावमा राख्न सक्छ भन्ने यो खेलले प्रश्न देखाएको छ। स्कटल्यान्डको सिनियर टिमका लागि यो हार एक वेकअप कल हो। उनीहरू नेपालको कन्डिसन र पिचको गतिसँग अझ अभ्यस्त हुन बाँकी देखिएको छ। यद्यपि लिग 2 मा उनीहरू थप रणनीतिका साथ उत्रिनेछन्, तर नेपाल ए को हारले उनीहरूको मनोवैज्ञानिक मनोबल केही असर पर्न देखिन्छ। नेपाल ए का दीपक प्रसाद डुम्रेले अन्तिम ओभरहरूमा गरेको प्रहारले के देखाउँछ भने स्कटल्यान्डका मुख्य बलरहरू विरुद्ध पनि अन्तिममा तीव्र गतिको रन बनाउन सम्भव छ। यो रणनीति सिनियर टिमले पनि पछ्याउनु पर्छ। नेपाल ए को यो जितले नेपालको बेन्च स्ट्रेन्थ बलियो छ भने प्रमाणित गर्छ। लिग 2 मा स्कटल्यान्ड विरुद्ध मैदान उत्रिँदा नेपालले यो आक्रमण, बलिङ र सन्तुलित ब्याटिङको रणनीति बनाएर महत्त्वपूर्ण अङ्क जोड्न सक्ने बलियो सम्भावना देखिएको छ। यदि तपाईलाई हाम्रो यो विश्लेषण मन पर्यो भने भिडियोलाई लाइक गरिदिनु होला र नेपाली क्रिकेटको यस्तै ताजा अपडेटका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। अर्को खेलको विश्लेषण लिएर फेरि आउनेछौँ। तबसम्मका लागि बिदा दिनुहोस्। हस्त नमस्कार। जय नेपाल।